सक्दैन नि लानु छिटो 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 लेख्नु खै साबुन छैन के किचनमा छ के यहाँ लिएर के हैन त नि धेरै चलाइरहनु हुन्न अहिले बिग्रिला पंखा बिग्रिन्छ अहिले हो धेरै चलाउनु भएन नि धेरै चले है पंखा चल्यो कसले चलाएको चलाउनु जाने है हो तिम्रो नाम के हो तिम्रो आमाको नाम के हो तिम्रो मम्मीको नाम के हो मेरो मम्मीको नाम कमला तिम्रो दिदीको नाम के हो मेरो दिदीको नाम त ठिकै हो तिम्रो बाबाको नाम के हो मेरो बाबाको नाम त किन नानीदा पढ्यो तिम्रो स्कुलको नाम के हो स्कुलको नाम थाहा थिएन नि यो स्कुलको के त्यो स्कुलको त थाहा थिएन मलाई थाहा छैन थाहा थिएन तिमीले कति कक्षामा पढ्छ मैले त 3 कक्षामा 3 कक्षामा पो हो होइन शिशु कक्षामा छुटु कक्षामा पढ्छु अनि सानी दिदीको नाम के हो सानी दिदीको नाम त सानी दिदी नै हो सानी दिदीको छोरीको नाम के हो सानी दिदीको मलाई त छोरीको नाम थाहा थिएन नि थाहा छैन थाहा थिएन सानी दिदीको छोरीको नाम थाहा छैन थाहा थिएन मलाई बुटोलको दिदीको नाम के हो बुटोलको त मलाई थाहा थिएन नि थाहा छैन थाहा थिएन अनि घर अर्घाँचीको दिदीको नाम के हो अर्घाँचीको त किन छोरा त अर्घाँचीको दिदीको नाम के हो अर्घाँचीको दिदीको नाम के हो लानु न कपालमा लाउने कुरा हो के त्यो त कपालमा लाउने कुरा हो तिमीलाई लगाइदिन्छु खोइ कस्तो देखिन्छ अर्घाँचीको दिदीको नाम के हो त अर्घाँचीको त थाहा थिएन मलाई थाहा छैन सानी दिदी नै हो के अर्घाँचीको के हाम्रो घरमा भएको दिदीको नाम के हो अन्जु होइन र अन्जु दिदी र अर्को को छ को दादा छ अर्को त कोही दादा छैन कोही दादा छैन सबै बिर्स्यो सबै बिर्स्यो ए अनि ठुलो दिदीको नाम के हो त बुटोलका दादाको नाम के हो बुटोलको दादाको नाम के हो तिमी बुटोलका होइन त्यति दुईटा दादा छन् नि तिनीहरूको नाम के हो साइकलमा चढ्ने दादाको नाम के हो साइकलमा चढ्ने थाहा छैन है थाहा छैन